मेरो कान्छी छोरीको चाहिँ बेस्ट डङ्की डोनटको हट चकलेट। तर हामी उसलाई धेरै दिँदैनौँ, कहिले काहीँ वन्स इन अ ब्लू मुन म गएको बेलामा ल्याइदिन्छु होइन। आज मैले ल्याइदिएको छु, लाइक 1 महिना जति भयो होला उसले खान नपाएको। हेरौँ उसको रियाक्सन कस्तो हुँदो रहेछ है त। म उसलाई यो दिन्छु। It's a hot coaster. गयो अब रुममा। त्यसरी मन पराउँछ, तर धेरै दिँदैनौँ हामी, कहिले काहीँ वन्स इन अ ब्लू मुन। के गर्नु, छोराछोरीको खुसी नै अब बाबा आमाको खुसी रहेछ। यस्तै छ जिन्दगी।